हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म पकौडा कढीको तरकारी बनाउन गइरहेको छु। मैले पकौडाको लागि 1 कचौरा बेसन लिएको छु। त्यसमा अलिकति नुन राखेँ, मैले अलिकति बेसार राखेँ। त्यसपछि यसको घोल बनाउनको लागि अलिकति पानी हालेर मैले चमचले फेटेँ। यो बाक्लो भयो, मैले अरू पानी राखेँ। यसरी नै हजुरहरू पनि पानी राख्दै यसलाई 4-5 मिनट जति घोलेर यसको घोल बनाउनुपर्छ। यसको कन्सिस्टेन्सी पातलो हुनु हुँदैन अनि धेरै बाक्लो पनि हुनु हुँदैन। मैले यहाँ जस्तो बनाएको छु यसै तरिकाको हुनुपर्छ। अब यसलाई छोपेर मैले 20 देखि 25 मिनटसम्म छोडेर राख्छु। अब मैले यसको ग्रेभीको लागि आधा कचौरा बेसन लिएको छु अनि 1 र आधा कचौरा दही लिएको छु। मेरो दही चाहिँ अमिलो छ। यदि तपाईहरूको दही कम अमिलो छ भने त्यसमा अलिकति धेरै मात्रामा दही राख्न सक्नुहुन्छ। अब मैले यो दुईटालाई मिक्सरमा मिलाएर यसको घोल बनाउँछु। हजुरहरू यसलाई मजाले चमचले फेटेर पनि बनाउन सक्नुहुन्छ। अब मैले अघि 25 मिनटसम्म छोडेर राखेको घोल तयार भइसकेको छ। अब यो घोललाई तपाईँ 4 देखि 5 मिनटसम्म अझै मजाले चमचले राम्ररी फेट्नुहोस् अनि यो पकौडाको लागि तयार हुन्छ। अब मैले पकौडाको लागि कराई लिइसकेको छु। यसमा मैले तोरीको तेल युज गरेको छु। हजुरहरू यसको साटो अरू कुनै तेल पनि युज गर्न सक्नुहुन्छ। पकौडालाई तार्नुपर्ने भएको हुनाले मैले चाहिँ तोरीको तेल अलिकति धेरै लिएको छु। अब यसमा मैले एउटा एउटा गर्दै पकौडा राखिसकेको छु। यो पकौडालाई बिस्तारै बिस्तारै गरेर उल्टाइ पल्टाइ गर्दै हामीले रातो ब्राउन हुने गरी तार्नुपर्छ अनि निकाल्नुपर्छ। अब मैले ग्रेभीको लागि थोरै तेल लिएको छु। यसमा मैले थोरै मेथी हालेको छु, थोरै जिरा हालेको छु अनि थोरै ज्वानो लिएको छु। ज्वानो हजुरहरूलाई मन पर्दैन भने स्किप गर्न सक्नुहुन्छ। अनि मैले थोरै तोरी लिएको छु, अलिकति लसुन पेस्ट लिएँ र अलिकति काटेको प्याज लिएको छु। त्यसपछि एउटा हरियो खुर्सानी पनि काटेर लिएको छु। यो सबैलाई मैले रातो हुन्जेल पकाएको छु। मैले यसमा नुन चाहिँ राखेको छुइनँ। म नुन चाहिँ लास्टमा सानो आगो बनाएर अनि मात्रै राख्छु, फाट्न सक्छ त्यही भएर। अब मैले यसमा अलिकति बेसार राखेको छु अनि बेसार राखेर मिलाएर यो ब्राउन हुन्जेल पकाएँ। अब मैले अघि मिक्सरमा बेसन र दहीको घोल बनाएर राखेको छु। त्यो घोललाई यसमा राखिसकेँ। अब यो घोललाई राम्ररी चलाउँछु। राम्ररी चलाउँदा यसमा बेसन भएको हुनाले यसको थिकनेस बाक्लो हुँदै जान्छ। त्यही भएर यसमा हामीले यसको थिकनेस पातलो गर्नको लागि अलिअलि पानी मिलाउँदै यसलाई चलाइराख्नुपर्छ। यो घोल चाहिँ हामीले कमसेकम 15 देखि 20 मिनट मजाले पकाउनुपर्छ। त्यो पकाउँदाखेरि बिचबिचमा चलाउँदा त्यो थिकनेस बाक्लो भयो भने आफूलाई चाहिने जति झोलको हिसाबले पानी बिस्तारै बिस्तारै राख्दै यसलाई चलाइराख्ने गरेर पकाउनुपर्छ। अब हेर्नुहोस् यो घोल मजाले उम्लिसकेको छ। यसरी उम्लेर पाकिसकेपछि मैले यसमा पकौडा राखेँ। यो पकौडा सबै राखेपछि यसलाई मैले 3-4 मिनटसम्म पाक्न दिएँ। यो पाकिसकेपछि मैले यसमा कलर ल्याउनको लागि थोरै आधा चम्मच जति कश्मिरी मिर्च राखेको छु। हजुरहरूलाई त्यो मन पर्दैन भने त्यो स्किप पनि गर्न सक्नुहुन्छ। अब मैले यसमा झान्नको लागि थोरै तेल लिएको छु। तेलमा थोरै जिरा लिएको छु। मैले 2टा सुकेको खोर्सानी पनि लिएको छु। अनि त्यसपछि मैले अलिकति कडी पत्ता लिएको छु। त्यसपछि मैले थोरै 1 पिन्च जति हिङ लिएको छु। अनि मैले यसमा कलर दिनको लागि थोरै कश्मिरी मिर्च लिएको छु। यो सबैले मिलाएर अब म यसलाई झान्छु। अब मैले यो तरकारीलाई एउटा बलमा राखिसकेको छु। बलमा राखिसकेँ। अब हजुरहरू हेर्न सक्नुहुन्छ यसको कलर यस्तो आएको छ। अनि मैले यसलाई चाहिँ अघि झान्नलाई रेडी गरेको तेलले मैले माथिबाट झानिसकेँ। अब हेर्नुहोस् यसको कलर यस्तो भयो। हजुरहरू पनि एकचोटि यो बनाएर ट्राई गर्नुहोस् अनि कस्तो लाग्छ मेरो कमेन्ट बक्समा आएर कमेन्ट गर्नुहोला। हजुरहरूले यो भिडियो हेर्नुभएकोमा थ्याङ्क यू फर watching my video।